मेरो आज भ्लगै नबन्ने भयो नि के गर्ने सर आज मेरो भ्लगै नबन्ने भयो के गर्ने होला कोसँग नमस्कार सर यतिखेर तपाईँ मेरो सहारा सिरियलमा हुनुहुन्छ हजुरलाई स्वागत अब कसलाई लिनु ल सर अब कसलाई भन्नुहोस् त सर नमस्कार यतिखेर तपाईँ चाहिँ मेरो सहारा सिरियलमा हुनुहुन्छ हजुरलाई एकदमै स्वागत छ नमस्कार त गर्नु पाएन के भन्न चाहनुहुन्छ आज चाहिँ हाम्रो सुटिङ स्पोट चेन्ज भएको छ होइन हिजो अस्तिको पहिलाको भन्दा अनि तपाईँलाई चाहिँ यो सुटिङ स्पोट चेन्ज भएर चाहिँ कस्तो भइरहेछ कस्तो फिल भइरहेछ त किन यस्तो मन खिन्न गर्नुभयो के कुरा चित्त बुझेन हजुरलाई जनता जान्न चाहन्छ खुलस्त भन्न सक्नुहुन्छ हजुर हजुर ए ए अब यसमा चाहिँ हामीले के चाहिँ गर्दाखेरि राम्रो होला त जस हजुरको सोच अनुसार चाहिँ स्पोर्ट एउटै र चाहिँ कलाकारहरू चाहिँ एउटै हुनु होइन हस् धेरै धेरै धन्यवाद हजुरसँग कुराकानी गर्न पाएँ थ्याङ्क यू सो मच सर अब कसलाई होला त नमस्कार नमस्कार सर नमस्कार सर हजुर चाहिँ यतिखेर मेरो सहारा सिरियलमा हुनुहुन्छ हजुरको रोल चाहिँ के छ अनि हजुरले चाहिँ किन यो ठाउँ चेन्ज गर्नुभएको होला के कारणले गर्दा हजुरले यो सुटिङ स्पोट चेन्ज गर्नुभयो हाम्रो चाहिँ यस्तो साथीभाइमा एकदम घनिष्ठ मित्रता भएको कारणले हजुर मिलेर अब दुईटा सिरियल बनाऊ भनेर हजुर उहाँहरूले एउटा बनाउनु भयो हामीले एउटा बनायौँ ए ए सबै बाँच्नु पर्यो नि त पर्यो भएको त्यही भएर चेन्ज भयो अब के सधैँ सुटिङ स्पोट चेन्ज भइराख्ने हो कि एउटैमा हामी स्थिर रहन्छौँ त सर अब स्थिरमै हो अब हामी पर्सिदेखि हजुर डान्समा जाँदैछौँ हजुर स्थिर होइन स्थिर स्थिर ओके हस् धन्यवाद सर हजुरलाई अनि तपाईँको चाहिँ सिन सक्नुभयो हजुर हजुर हजुरलाई सोधेको कस्तो काली आयो त किन काली हजुर 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 तपाईँले चाहिँ सिन सक्नुभयो कि के छ बोला नि त 10 मिनट कसरी पुऱ्याउनु त अब मैले घुमाएर त के भन्नु कति बेर घुमाउनु केही भन्नु छ हजुरलाई मलाई केही भन्नु छैन हजुर सबैजनालाई बधाई छ के को लागि बधाई चाहिँ के को लागि सिरियलमा सबैजना आउनु भएको छ सबैले राम्रो मेहनत गर्नु भएको छ अझै मेहनत गर्नु होला अझै योभन्दा अगाडि बढ्न सक्नु सफल होस् भन्न चाहन्छु अनि यता यता हाम्रो रामशरण सर झुलेर बस्नु भइरहेछ ए के भयो सर आज तपाईँलाई ठेकदारको रोलमा छु ठेकदारको रोलमा हुनुहुन्छ कि तपाईँ ठेकदारको रोलमा हुनुहुन्छ ठेकदारको रोल के कारणले होला यस्तो झ्याप हुनुको रहस्य बताइदिनुहोस् न रहस्य चाहिँ एउटा गर्लफ्रेन्डले धोका दिया भएर चाहिँ झ्याप कठै पीडामा हुनुहुँदो रहेछ है तपाईँ त्यसो है हजुर पनि नयाँ हो ए हजुरलाई स्वागत छ नमस्कार पहिलोचोटि देखेँ कि त्यही भएर हजुरलाई हिजो अस्ति देखेको थिएन नि त हजुर चाहिँ कहाँदेखि आउनुभयो मुलपानी हजुरलाई चाहिँ यहाँ कसले आत्माराम सरले बोलाउनु भयो ए भक्तपुरी सर हजुर यता चाहिँ हजुर हामी दुईजनाको सँगै हामी दुईजनाको ए ल ए अनि के अरे म इन्टरभ्यू लिँदै थिएँ 10 मिनट त पुरानो अनि हजुरको चाहिँ आज के को रोलमा चाहिँ हजुर
जडाया समात्नेको रोल आज मेरो ए पहिला पनि खेल्नु भएको थियो अहिले हजुरले थिएन मेरो अहिले फर्स्ट टाइम हो एकदमै खुसी लाग्यो हो म फर्स्ट टाइम त्यत्तिकै राजु भाइसँग जिस्केरै आउने क्रममा हजुर आज जाउँ भनिरहेको थिएँ पहिलेदेखि नै हजुर त्यो कारणले चाहिँ आउनुभयो हजुर होइन एकदमै रमाइलो हस् धेरै धेरै धन्यवाद हजुरलाई फेरि फेरि पनि आउँदै गर्नु होला अब पहिलो पाइला सार्दै हुनुहुँदो रहेछ अब बिस्तारै बिस्तारै पाइलाहरू अगाडि बढाउनु हजुरलाई माथिसम्म पुगेको देख्न पाइयोस् सफलताको शुभकामना है हजुर हस् सर हस् थ्याङ्क यू अनि अब कसलाई लिनु त हजुरलाई सोध्नु पऱ्यो अब कसलाई होला ठुलो बा हुनुहुन्छ नि उहाँ सर नमस्कार ठुलो बा हुनुहुन्छ ए ठुल्बा नमस्कार चाहिँ म कुनै प्रतिक्रिया नदिउँ अहिलेलाई हो ओके धन्यवाद हजुरलाई धेरै धेरै सर नमस्कार हजुरको गाउँठाउँमा हामी आउन पाएको छौँ होइन हजुरलाई चाहिँ कस्तो फिल भइरहेछ मलाई त रमाइलो भयो हो अब के छ यहाँ आउनु भएको छ खुसी लागिरहेको हजुर अब चाहिँ के छ हजुरलाई सधैँ नै यहीँ गरौँ भन्ने छ कि कस्तो छ हजुरलाई अब हामीलाई हाम्रो साथीहरू त कहाँ नजिक हुन्छ 5-2-3 खेलेको यहाँबाट अझ अनि हाम्रो क्यामेराम्यान सर चाहिँ अस्ति बिरामी भएर आउनुभएको थियो सर के छ हजुरलाई अहिले अलि स्वास्थ्य अवस्था ठिक छ हजुरको सरको आज मन गर्दछ हजुर ए हस् सर नमस्कार हजुरको नाम के होला मेरो नाम समाजी होइन हजुरको रियल नाम चाहिँ हजुरको समाजी त सिरियलमा हुनुभयो होइन सिरियलको नाम हो हजुर समाज हो घरको सेवा समाजसेवी होइन बाहिरको घर बिग्रियो तपाईँको समाजसेवी गर्न समाज भन्छन् हजुर हजुर मैले त्यसमै खेलेछु ए हजुर अनि भनेपछि हजुरको रियल नाम चाहिँ के छ होला त म सामाजिक रूपमा खेलेछु आज चाहिँ जग्गाको घरको कारोबारमा छु हजुर हजुर अनि तपाईँको गर्लफ्रेन्ड खोइ त आज मेरो गर्लफ्रेन्ड आज छैन किन त्यस्तो एकछिनपछि आउँछ गर्लफ्रेन्ड अनि उहाँ चाहिँ को हो त हजुरको दुईजनाको झगडा चाहिँ नगर्नु है हामी छुट्याउन सक्दैनौँ लु लु उहाँ चाहिँ को गरे अनि यता मेरो छोरी र मेरो जिग्री दोस्त बचपन यार भन्छ हेरो छोरी हाई बाबा हाई यता मम्मा यता हेर न न मम्मी आउने नि सानी बस एकछिन म पनि छु है यता चाहिँ अनि म चाहिँ यस्तो क्यामेराम्यान यसो क्यामेरा घुमाउँदैछु काम छैन हामी आएको चाहिँ भयो लगभग 12 बजे आएको 1, 2, 3 बजिसक्यो होइन अब चाहिँ हाम्रो सिन आउँदैछ मेरो हजुरबासँग म चाहिँ चिनी बुढोको नातिनी हो सबैजनाले हेर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु होला अवश्य गरिन्छ होइन चिनी बुढोको नातिनीलाई गन्त सर तपाईँ किन टोलाउनु भएको होइन म टोलाको होइन टोलाउने रोल राख्ने भनेको छ नि ए प्र्याक्टिस गर्दै हुनुहुन्छ प्र्याक्टिस गर्दै गरेर अब रिसाउन आउँदैन होइन रिसाउन चाहिँ आउँदैन अनि त्यो एउटा टोलाउने रोल कसरी टोल्नु भन्ने हेरेर प्र्याक्टिस गर्दै गरेर हो ए हजुर भट्टान्न खाएको थियो मेरो पनि लागेको थियो है तपाईँ भनेको त अनि देशको जोस जाँगर बोकेको मान्छे एकदम देशको रक्षा गर्ने मान्छेलाई अनि रिस पनि आउँदैन रिस त कडा हुन्छ त्यो लडाइँ दाबामा रिस उठ्दैन यहाँ त उठ्दैन ए घरमा उल्टो बुढीले फुट्छ है यहाँ चाहिँ रिस उठ्दैन उहाँ त लडाइँमा त अब त्यो त लडाइँ कि अर्काले मार्छ कि आफू मरिन्छ भनेर रिस उठ्छ घरमा चाहिँ बुढीको कुचो खाइन्छ ए भनेपछि घरको के बाघ हो ल धन्यवाद हजुरलाई हजुर 2 शब्द बोलिदिनु त केही बोल्न आएन छैन कठैल ल हाम्रो यतिखेर चिनी बुढोको चाहिँ इन्ट्री भइसकेको छ अब बोलिदिनु त सर हजुरले ठ्याक्कै टक्रक्कै तपाईँलाई के भन्न मन छ आज मलाई आज खुसी लागेको छ हजुर अनि हजुर जे जस्तो भए पनि सबै कलाकारहरूले साथ दिए मलाई हजुर अब यो समयमा जुन बेला चाहिँ सिरियलको चाहिँ पिकअप हुने बेला दशा सुरु भएको थियो नि त्यो बेला हाम्रो क्यामेराम्यान पनि बिरामी भएको हजुर हजुर 1 हप्ताको चाहिँ हामी विश्रामका बाबजुद पनि हजुर
अनि नयाँ स्पोर्टमा अब यसलाई रोकेर चाहिँ अब सुरु गरौँ न होइन किन ढिला बनाइरहेको सबैजनाले साथ सपोर्ट दिनु होला हजुर ढिला नगरौँ हरेक काममा चाहिँ खुट्टा तान्नेहरूको चाहिँ बिग जाति हुँदो रहेछ हजुर यसमध्येमा हामीलाई पनि खुट्टा तान्ने चाहिँ प्रयास गरेँ हजुर तर एउटाले खुट्टा तानेको नि मलाई 10जनाले टाउको तान्यो कि हजुर त्यही नै खुसी लाग्यो ल धन्यवाद सर तपाईँलाई धेरै धेरै